हेलो साथीहरू नमस्कार। आज म फार्मेसीको केही टपिकहरू लिएर उपस्थित भएको छु। साथीहरू, यस भिडियो सेसनमा हजुरलाई स्वागत छ। कृपया भिडियो स्किप नगरिकन भिडियोमा साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। यस भिडियो एकदमै हजुरहरूलाई उपयोगी हुने फार्मेसीको रहेछ साथीहरू। पारामेडिक्स, एचए, स्टाफ नर्स, फार्मेसी, एनम, सिएमए, ल्याब, हजुरहरू सबै फार्मा के भन्छ पारामेडिक साथीहरूलाई काम लाग्ने एकदमै उपयोगी टपिक रहेको छ साथीहरू। कृपया भिडियो स्किप गरिकन हेर्नुहोला अवश्य। अ, यो कुनै न कुनै इक्जाममा सोधेकै प्रश्नहरू हो साथीहरू, त्यही भएर ध्यानपूर्वक सुन्नुहोला। अब हामी सुरु प्रश्न नम्बर 1 तर्फ लागौँ साथीहरू। एन orphan drug इज भनेर छ साथीहरू। यसमा अप्सन नम्बर ए मा छ अ भेरी चिप ड्रग्स, अ ड्रग्स which has no therapeutic use, अ ड्रग्स needed for treatments or preventions of rare disease, अ ड्रग्स which act an orphan risk factor। ल लेख्नुहोस् त साथीहरू, एन्सर के हुन्छ यसको? एन orphan drugs इज, एन orphan drugs इज, यस हजुरहरू भने जस्तै अवश्य एन्सर चाहिँ सी नम्बर हुन्छ। ड्रग्स निडेड फर ट्रिटमेन्ट्स अर प्रिभेन्सन अफ रेयर डिजिज। orphan ड्रग्स भनेको यस्तो ड्रग्स जुन चाहिँ प्रिभेन्सन र ट्रिटमेन्ट रेयरली डिजिज, रेयर रूपमा अलिक कम मात्रामा युज हुने ड्रगहरूलाई चाहिँ हामी के भन्छ त orphan ड्रग भनेर भन्छौँ साथीहरू, बुझ्नु पर्यो। ल अब साथीहरू त्यस्तै उदाहरण लेख्नुहोस् त, जस्तो कि लिपोजोमल एम्फोटेरिसिन बी, कालाजरको लागि जुन युज हुने लिपोजोमल एम्फोटेरिसिन बी, डिगोक्सिनहरू, यी ड्रगहरू के हो त रेयरली युज हुने ड्रगहरू हो साथीहरू। इक्जाम्पलमा हजुरहरू यसो टिपेर राख्दा चाहिँ हुन्छ। त्यसो भए एक नम्बरको एन्सर के भयो त? सी नम्बर एन्सर भयो। अब हामी प्रश्न नम्बर 2 तर्फ जाउँ साथीहरू। Which organisms is a possible cause of chronic gastritis or peptic ulcer? पेप्टिक अल्सर गराउने अर्ग्यानिजम चाहिँ कुन हो भनेर यसमा सोधेको छ साथीहरू। यसमा अप्सन नम्बर 1 मा इकोलाई, बी मा गार्डियालेमिया, सी मा हेलिकोब्याक्टर पाइलोरी र डी मा इन्फ्लुएन्जा भनेर छ साथीहरू। ल यसमा कुन एन्सर हुन्छ? ल लेख्नुहोस् त साथीहरू, लेख्नुहोस्। अ, एकजना साथीले लेखेछ एच पाइलोरी। हजुर, यस हजुरको एन्सर सही रहेको छ। हेलिकोब्याक्टर पाइलोरी हो साथी। यसमा फेरि यस्तो हो साथीहरू, पेप्टिक अल्सरको चाहिँ 90% कारण भनेको एच पाइलोरी नै हुन्छ। अरू कारणहरू जस्तो स्ट्रेस भयो, अल्कोहल, स्मोकिङ, हरी वरी कर्री भनेर हुन्छ, चिल्लो पदार्थहरू खायो भने, एनएसएआइडीहरूमा एस्पिरिन ब्रुफेनहरू खायो भने चाहिँ के हुन्छ त रिस्क फ्याक्टरमा पर्न जान्छ। तर त्यसको पेप्टिक अल्सरको 90% कारणमा चाहिँ के हुन्छ त एच पाइलोरी, त्यही हेलिकोब्याक्टर पाइलोरी। भनेपछि 2 नम्बरको एन्सर के हुने भयो साथीहरू? लेख्नुहोस् एच, एच पाइलोरी, हेलिकोब्याक्टर पाइलोरी हुने भयो। अब हामी जाउँ क्वेसन नम्बर 3 मा साथीहरू। क्वेसन नम्बर 3 मा हेर्नु त, हेमोटाइडिन एक्ट ह्याज हेमोटाइडिन चाहिँ एक्ट ह्याज H1 एन्टी हिस्टामिन एगोनिस्ट, H2 हिस्टामिन एगोनिस्ट, पिपिआई भनेको प्रोटिन पम्प इनिबिटर र H1 एगोनिस्ट। ल लेख्नुहोस् त साथीहरू, एन्सर लेख्नुहोस्, फटाफट एन्सर लेख्नुहोस् त साथीहरू। यसमा कुन एन्सर हुन्छ? एकजनाले साथीले लेख्नु भएको हो पिपिआई भनेर। साथीहरू हजुरको एन्सर रङ भएको छ। पिपिआई भनेको प्रोटिन पम्प इनिबिटर हो साथीहरू। पेन्टोपराजोल, ओमिपराजोल, ल्यान्सोपराजोलहरू पिपिआईमा पर्न जान्छन्। एच1 एन्टी हिस्टामिन, एच1 हिस्टामिन एगोनिस्ट भनेको साथीहरू डाइफिनहाइड्रामिनहरू, यो कफ सिरपहरू जति पनि हुन्छ नि, डाइफिनहाइड्रामिनहरू, डाइफिनहाइड्रामिन, यी यस्ता औषधिहरू केमा पर्छ त एच1 एन्टी हिस्टामिनहरूमा, हिस्टामिन एगोनिस्टमा पर्न जान्छ साथीहरू। जुन चाहिँ के हुन्छ त सेडेटिभ हुन्छ साथीहरू। के हुन्छ त सेडेटिभ हुन्छ। र H2 हिस्टामिन एगोनिस्टमा चाहिँ हेमोटाइडिन, रानिटाइडिन भनेको एसिलक, अनि त्यस्तो त्यस्तो औषधिहरू केमा पर्छ त सिमिटाइडिन। अब सिमिटाइडिन भनेको यस्तो ड्रग हो जुन चाहिँ H2 हिस्टामिनी एगोनिस्टमा चाहिँ यसले के गर्छ त, यसको मेन साइड इफेक्ट के हो सिमिटाइडिनको? गाइनेकोमस्टिया, त्यसमा अर्को लिबिडो जस्ता माझोपनहरू गराउने, अनि गाइनेकोमस्टिया भनेको मेलमा ब्रिस्ट इन्लार्जमेन्टहरू गराउने
कुन ड्रगले हो त सिमिटाइडिनले हो। त्यही भएर प्रायः जसो सिमिटाइडिनको युजै हुँदैन साथीहरू। अनि अर्को चाहिँ यो अब यसको एन्सर के हुने भयो त फेमोटाइडिन, किनभने एच1 एन्टिहिस्टामिन एगोनिस्टमा चाहिँ डाइफिनहाइड्रामिनहरू पर्ने भयो। एच2 हिस्टामिन एगोनिस्टमा चाहिँ फेमोटाइडिन, रानिटाइडिन, यस्ता एसिलक्सिमिटाइडिन। सिमिटाइडिनको साइड इफेक्ट मैले के भने गाइनेकोमस्टिया लिबिडोहरू जस्ता हुन्छन्। पिपिआई भनेको प्रोटिन पम्प इनिबिटर, प्रोटिन पम्प इनिबिटर भनेको पेन्टोपराजोल, ओमिपराजोल, न्याम्सोपराजोल। अनि अर्को कुरा के बुझ्नु पर्यो साथीहरू, यदि एनएसिआइडी इन्ड्युस पेप्टिक अल्सर छ भने त्यसमा हामी कुन औषधि दिन्छौँ त, ल भन्नुहोस् त साथीहरू, ल कमेन्ट गर्नुहोस्। क्वेसन फेरि, एनएसिआइडी इन्ड्युस नन स्टेरोइड एन्टी इन्फ्लामेटरी ड्रगको कारणले यदि लामो समयसम्म एनएसिआइडीहरू सेवन गर्यो र त्यो कारणवश केही त्यो ड्रगको कारणले गर्दाखेरि यदि पेप्टिक अल्सर भयो भने कुन ड्रग दिने त? यस यस, एकजना साथीले सही उत्तर दिनुभएको हो, पेन्टोपराजोल हुन्छ। हस्, थ्याङ्क यू, पेन्टोपराजोल हुन्छ साथीहरू। त्यसै गरी पेप्टिक अल्सर भइहाल्यो भने हामी एच पाइलोरी इराडिकेसनको लागि चाहिँ कुन ट्रिपल थेरापी दिन्छौँ या क्वाड्रुपल थेरापी दिन्छौँ, त्यसमा चाहिँ कुन कुन ड्रगहरू युज गर्ने, कसरी सर्ट फर्ममा कसरी याद गर्नुभयो साथीहरू? त्यसको लागि सिएपी क्याप भनेर याद गर्नु पर्यो। सिएपी क्याप भनेको, सी भनेको क्यालिथ्रोमाइसिन, ए भनेको एम्पिसिलिन, अनि त्यसपछि एमोक्सिसिलिन या एम्पिसिलिन, त्यसपछि पी भनेको पिपिआई ग्रुपको ड्रग। हस्, अब साथीहरू हामी केमा जाऊ, 3 नम्बर प्रश्नमा जाऊ। 3 नम्बर प्रश्नमा के भनेछ, पेसेन्ट टेकिङ अल्कोहल सुड नट बी गिभेन। यदि कोही व्यक्तिले रक्सी सेवन गरिरहेको छ भने हामी कुन मेडिसिन दिनु हुँदैन? मेट्रोनिडाजोल, सिफोपिराजोन, सल्फोनाइल युरिया, डीमा छ अल अफ द एबोभ। एकजना साथीले उत्तर दिइसक्नु भएको हो मेट्रोनिडाजोल, तर हो साथीहरू, मेट्रोनिडाजोल त दिनु हुँदैन। यो सँगसँगै यी बी नम्बर अप्सन भएको सिफोपिराक्जोन, सल्फोनाइल युरियाहरू पनि दिनु हुँदैन। त्यही भएर यसको उत्तर के हुन जान्छ त, डी नम्बर उत्तर हुन जान्छ, अल अफ द एबोभ। ल साथीहरू, अब हामी प्रश्न नम्बर 4 तर्फ जाऊ साथीहरू। 4मा के रहेछ हेर्नुहोस् त, फ्लोइङ आर द अल्सर प्रोटेक्टिभ एजेन्ट भनेर छ। फ्लोइङ आर द अल्सर प्रोटेक्टिभ एजेन्ट भनेको तलको मध्ये अल्सर प्रोटेक्टिभ एजेन्ट कुन हो भनेर सोधेको छन् साथीहरू। यसमा बिस्मुथ सब सालिसाइलेट भनेर छ, यसलाई कोलाइडल बिस्मुथ सब सालिसाइलेट भनेर पनि भन्छ, सोकराल्फेट भयो। अनि त्यसपछि ल्यान्सोपराजोल, अनि डीमा बोथ एबी भनेर छ। एकजना साथीले चाहिँ बिस्मुथ सब सालिसाइलेट भनेर भनेछ। यस्तो हो साथीहरू, कोलाइडल बिस्मुथ सब सालिसाइलेट र सोकराल्फेट दुइटै हो साथीहरू, अल्सर प्रोटेक्टिभ एजेन्ट हो। र ल्यान्सोपराजोल, प्यान्टोपराजोल, ओमिपराजोल भनेको पिपिआई हो। त्यही भएर एन्सर के हुन गयो त, डी नम्बरको बोथ ए र बी दुइटै हो। ल साथीहरू, त्यसै गरी यो बिस्मुथ सब सालिसाइलेटको साइड इफेक्ट के हुन्छ र भन्नुहोस् त, एउटा टङमा हुने साइड इफेक्ट के हुन्छ भन्नुहोस् त? ब्ल्याकिङ अफ टङ गराउने ड्रग कुन हो भनेर यदि सोध्यो भने कुन हो? बिस्मुथ सब सालिसाइलेट हो साथीहरू। ब्ल्याकिङ अफ टङ गराउने ड्रग कुन हो त? बिस्मुथ सब सालिसाइलेट हो। ल अब त्यसै गरी क्वेसन नम्बर 5मा जाऊ साथीहरू। ल्यान्सोपराजोल इज इफेक्टिभ इन द ट्रिटमेन्ट अफ, ल्यान्सोपराजोल ट्रिटमेन्ट कुनको लागि इफेक्टिभ ट्रिटमेन्ट हुन जान्छ, कुन डिजिजको लागि? ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज, पेप्टिक अल्सर डिजिज, जोलिन्जियर इलिसन सिन्ड्रोम, अल अफ द एबोभ। एकजना साथीले पेप्टिक अल्सर डिजिज भनेर भन्नुभएको छ। हजुरको एन्सर रङ हुन गयो। यो ल्यान्सोपराजोल भन्ने जुन औषधि छ पिपिआई ग्रुपको औषधि हो साथीहरू। यो कति एमजीमा आउँछ त? 15मा र 30 एमजीमा आउने गर्छ साथीहरू, ट्याब्लेट फर्ममा। यो चाहिँ ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिजमा पनि दिन्छ, जिआरडी भनेर हुन्छ सर्ट फर्म। पेप्टिक अल्सर डिजिजमा पनि युज हुन्छ र जोलिन्जियर इलिसन सिन्ड्रोममा पनि युज हुने गर्छ। त्यसो भए आन्सर के भयो साथीहरू? 5 नम्बरको आन्सर के भयो? 5 को डी नम्बर, अल अफ द एबोभ आन्सर भयो।
त्यसै गरी साथीहरू 6 नम्बरमा जाउँ अब हामी। 6 नम्बरमा म्याग्नेसियम कन्टेनिङ एन्टासिड काउच। म्याग्नेसियम कन्टेनिङ एन्टासिडहरूले के काउज गराउँछ त? ए नम्बरमा छ हाइपर म्याग्नेसिमिया, डी नम्बरमा डायरिया, सी नम्बरमा हाइपर क्याल्सिमिया र डी नम्बरमा बोथ ए एन्ड बी भनेर छ साथीहरू। एकजना साथीले आन्सर दिइसक्नु भएको छ बी र बी नम्बर डायरिया हुन्छ भनेर। साथीहरू यो हजुरको एन्सर फेरि पनि रङ हुन गएको छ। यसमा म्याग्नेसियम कन्टेनिङ एन्टासिडले यसरी याद गर्नु पर्यो, एमडी एमडी भनेर याद गर्नु पर्यो। म्याग्नेसियम कन्टेनिङ एन्टासिडले डायरिया साथसाथै के गराउँछन् त अझ? हाइपर म्याग्नेसिमिया भनेपछि बोथ ए र बी नम्बरको एन्सर हुन जान्छ साथीहरू। डी नम्बर भनेपछि डी नम्बरको एन्सर हुन गयो बोथ ए र बी। हाइपर म्याग्नेसिमिया पनि गराउँछ र साथसाथै डायरिया पनि गराउँछ साथीहरू। त्यसैले याद गर्नको लागि एमडी भनेर याद गर्नु पर्यो। के भनेर? म्याग्नेसियम कन्टेनिङ एन्टासिडले के गराउँछ त? डायरिया र हाइपर म्याग्नेसिमिया। त्यसैले एन्सर के हुन गयो त? अब यसमा हाम्रो एउटा अर्को एन्सर क्वेसन के हुन सक्छ त? अल्मुनियम कन्टेनिङ एन्टासिडले के काउज गराउँछ भनेर क्वेसन आउँछ। अब त्यस्तोमा के हुन्छ त? अल्मुनियम कन्टेनिङ एन्टासिडले चाहिँ के गराउँछ त? कन्स्टिपेसन गराउँछ साथीहरू। के गराउँछ त? कन्स्टिपेसन गराउँछ। एसिएमडी भनेर याद गर्यो भने हामी सम्झिनलाई के हुन्छ त? सजिलो हुन्छ। एसी भनेको अल्मुनियम कन्टेनिङ एन्टासिडले चाहिँ कन्स्टिपेसन गरायो र म्याग्नेसियम कन्टेनिङ एन्टासिडले के गरायो त? डायरिया गरायो साथीहरू। अब हामी क्वेसन नम्बर 7 मा जाउँ। इमिटिङ आर कन्ट्राइन्डिकेटेड इन व्हिच पोइजनिङ। इमिटिङ भनेको भोमिटिङ हो साथीहरू, नझुकिनु होला। इमिटिङ आर कन्ट्राइन्डिकेटेड इन व्हिच पोइजनिङ, कुन पोइजनिङमा चाहिँ भोमिटिङ गराउनु हुँदैन, कन्ट्राइन्डिकेटेड हो भनेर सोधेछ साथीहरू। कोरेसिभ पोइजन, सिएनएस स्टिमुलेसन ड्रग्स, पेट्रोलियम्स र अल अफ द एबोभ। यसको एन्सर के हुन्छ त साथीहरू? डी नम्बरको हुन्छ, अल अफ द एबोभ। यो कोरेसिभ पोइजनमा पनि, सिएनएस स्टिमुलेसन ड्रगमा पनि, पेट्रोलियममा पनि, तिनटैमा के हुन्छ त? इमिटिङ गराउनु हुँदैन। अब किन हो भन्नुहोस् त साथीहरू? अब जस्तो पेट्रोल डिजल कसैले सेवन गरेको छ भने झन् अब फेरि ऊ त जति उसको शरीरले एब्जर्ब गर्नुपर्ने हो त्यो त एब्जर्ब गरिसकेछ। अब फेरि पनि यदि भोमिटिङ गरायो भने के हुन्छ त? अझ बढी एब्जर्प्सनको सम्भावना बढी हुन्छ। त्यही भएर चाहिँ के हुन्छ त? इमिटिङ गराउनु हुँदैन साथीहरू। अब हामी क्वेसन नम्बर 8 तर्फ जाउँ साथीहरू। विच अफ द फ्लोइङ एन्टिमिटिक्स आर युज इन इन्ट्राक्टेबल हिकअप भनेर छ। ल साथीहरू भन्नुहोस् त, ल त यसको एन्सर भन्नुहोस्। विच अफ द फ्लोइङ एन्टिमिटिक आर युज इन इन्ट्राक्टेबल हिकअप। कुन एन्टिमिटिक चाहिँ इन्ट्राक्टेबल हिकअपमा प्रयोग हुन्छ भनेर सोधेछ साथीहरू। यसमा 1 नम्बरको एन्सर रहेछ डम्पिरिडन, प्रोमिथाजिन, मिटोकुलोपुरोमाइड र हायोसिन। एकजना साथीले उत्तर दिनुभयो हो डम्पिरिडन। डम्पिरिडन भनेको यस्तो एन्टिमिटिक हो जुन चाहिँ बच्चाको लागि चोइस अफ ड्रग हो। बुझ्नुभयो साथीहरू? बच्चाको लागि एन्टिमिटिकको चोइस अफ ड्रग चाहिँ कुन हो त? डम्पिरिडन हो। बुझ्नुभयो? त्यसपछि मिटोकुलोपोरामाइड भनेको यस्तो मेडिसिन हो जुन एन्टिमिटिक हो तर के को लागि युज हुन्छ त? इन्ट्राक्टेबल हिकअपको लागि पनि युज हुन्छ। अब एउटा क्वेसन अझै के हुन्छ यसमा साथीहरू? मेसिनरी ओपरेटरहरू छ होइन, ड्राइभरहरू छ भने कुन मेडिसिन दिनु हुँदैन भनेपछि एउटा मिटोकुलोपोरामाइड पनि हो साथीहरू। मिटोकुलोपोरामाइड चाहिँ मेसिनरी ओपरेटरहरूलाई अनि के भन्छ अलिक रिक्सी कामहरूमा काम गर्ने ड्राइभरहरूलाई चाहिँ मिटोकुलोपोरामाइडहरू के हुन्छ त? प्रिस्क्राइब गर्नु हुँदैन। प्रिस्क्राइब गर्दाखेरि के हुनु पर्छ त? सावधानीहरू अपनाउनु पर्छ भनेर बुझ्नु पर्यो। अब 8 नम्बरको एन्सर के हुन गयो त? एन्टिमिटिक्स युज इन इरेक्टेबल हिकअपको सी नम्बर एन्सर हुन गयो, मिटोक्लोपोरामाइड। त्यो सँगसँगै हामी डोम्पिरिडन भनेको के हो त? चाइल्डको लागि एन्टिमिटिकको चोइस भनेर भन्यो भने कुन हो? डोम्पिरिडन हो साथीहरू।
मेटोक्लोप्रोमाइडको साइड इफेक्टहरू गाइनेकोमस्टियाले गराउँछ साथीहरू। लिबिडो गाइनेकोमस्टिया जसरी सिमिटाडिनले गराउँछन् त्यसरी नै मिटोक्लोप्रोमाइडले पनि गाइनेकोमस्टिया र लिबिडोहरू गराउने गर्छन् साथीहरू। त्यो पनि हामी यही बुझौँ साथीहरू। अब यसमा हेर्नुहोस् त, अघि नै मैले भनिदिइसकेँ, विच अफ द फ्लोइङ आर एन्टिमिटिक अफ चोइस इन चिल्ड्रेन भनेर छ। बच्चाको लागि कुन हो भनेपछि डोमपेरिडोन हो साथीहरू। अब हामी अर्को स्लाइडतर्फ जाउँ साथीहरू। अवश्य हजुरहरू बुझिराख्नु भएको छ भन्ने म आशा राखेको छु। विच अफ द फ्लोइङ एजेन्ट मेनली इनहिबिट साइक्लोअक्सिजिनेस कक्स इन सिएनएस भनेपछि कुन एजेन्ट, कुन ड्रगले चाहिँ साइक्लोअक्सिजिनेस कक्स सिएनएसको कक्समा गएर चाहिँ यसले इनहिबिट गर्छन् साथीहरू। यसमा एन्सर के हुन्छ त? paracetamol, ketorolac, एसिटाइल सालिसाइलिक भनेको एस्पिरिन र आइबुप्रोफेन कुन हो साथीहरू? यसमा एन्सर चाहिँ एकजना साथीले paracetamol सही हो साथीहरू। हजुरको एन्सर सही हो, paracetamol हुन्छ। paracetamolको अर्को नाम के होला भन्नुहोस् त साथीहरू? paracetamolको अर्को नाम चाहिँ के हो? अर्को नाम चाहिँ के होला? कमेन्ट गर्नुहोस्, कमेन्ट गर्नुहोस्। paracetamolको अर्को नाम चाहिँ एसिटामिनोफेन हो साथीहरू। के हो त? एसिटामिनोफेन हो। paracetamol यस्तो ड्रग हो जुन सिएनएसमा गएर पनि यसले असर पारिदिन्छ साथीहरू। सिएनएसमा गरेर के गरिदिन्छ त? असर पारिदिन्छ। पिक्युआई सिन्ड्रम कि पिक्युएलआई भन्ने एउटा सिन्ड्रम हुन्छ, त्यो पनि कज गराउने ड्रग भनेको कुन हो त? paracetamol हो साथीहरू। अनि paracetamol के हो त? लेस एन्टी इन्फ्लामेटरी एक्सन देखाउने ड्रग चाहिँ कुन एनएसएआइडी हो भनेर सोध्यो भने के भन्नुहुन्छ? paracetamol हो। paracetamolको अर्को नाम भनेर सोध्यो भने के हुन्छ त? एसिटामिनोफेन हो। साइक्लोअक्सिजिनेस कक्स सिएनएसमा गएर असर पार्ने ड्रग चाहिँ कुन हो भनेर भन्नुहुन्छ भने कुन हो? paracetamol। अनि भाइरल इन्फेक्सनमा कुन एनएसआइडी युज गर्नु पर्दैन भनेपछि कुन हो? एस्पिरिन हो। हेमोफिलिया भएको पेसेन्टलाई कुन युज गर्नु पर्दैन भनेपछि कुन हो? एस्पिरिन हो। एमआईमा चाहिँ कुन एनएसआइडीको युज हुन्छ भनेपछि कुन हो? लो डोज एस्पिरिन हो साथीहरू। एमआईमा चाहिँ लो डोज एस्पिरिनको युज हुन्छ। जस्तो डेङ्गु फिभरहरू भयो साथीहरू, भाइरल इन्फेक्सनहरूमा यदि एस्पिरिनको युज गर्यो भने के हुन्छ त? यसले के गराउँछ त? रेज सिन्ड्रम गराउँछ। त्यही भएर एस्पिरिनको युज गर्नु हुँदैन। कुन सिन्ड्रम गराउँछ साथीहरू? रेज सिन्ड्रम गराउँछ। त्यसपछि अब प्रश्न नम्बर 11 मा जाउँ हामी। विच अफ द फ्लोइङ एनएसआइडी ल्याक एन्टी इन्फ्लामेटरी इफेक्ट? अघि नै मैले भनिदिएँ, हजुरहरूलाई सजिलो भयो। paracetamol भनेको के हो त? ल्याक एन्टी इन्फ्लामेटरी इफेक्ट देखाउँछ। साथीहरू यसरी बुझ्नु पर्यो, एनएसआइडी भनेको पहिला फुल फर्म जान्नु पर्यो। नन स्टेरोइड एन्टी इन्फ्लामेटरी ड्रग हो। तिनीहरूले तीनवटा इफेक्ट हुन्छ, कक्स 1, कक्स 2 र कक्स इन्हिबिटर भनेर हुन्छ। त्यसैले तिनीहरू तीनवटा इफेक्ट देखाउँछ। एउटा एन्टी एनाल्जेसिक, अनि एउटा चाहिँ एन्टी इन्फ्लामेटरी, अनि एन्टिपाइरेटिक, तीनवटा इफेक्ट देखाउँछन्। तर यो एनएसआइडीमा paracetamol चाहिँ सबभन्दा कम एन्टी इन्फ्लामेटरी इफेक्ट देखाउँछ र एन्टी एनाल्जेसिक र एन्टिपाइरेटिक इफेक्ट चाहिँ बढी देखाउने हुनाले यसलाई ल्याक एन्टी इन्फ्लामेटरी इफेक्ट भनेर भन्छन् साथीहरू paracetamolलाई। paracetamolको अर्को नाम के हो साथीहरू? एसिटामिनोफेन। नैलेक्सोन भनेको के को एन्टिडोट होला भन्नुहोस् त? मोर्फिनको एन्टिडोट के हो साथीहरू? नैलेक्सोन हो। एस्पिरिनहरू यदि भाइरल इन्फेक्सनमा दियो भने के सिन्ड्रम गराउँछ? रेज सिन्ड्रम गराउँछ साथीहरू। ल अब त्यसै गरी हामी अब क्वेसन नम्बर 12 मा जाउँ। 11 नम्बरको एन्सर paracetamol हो साथी। 12 नम्बरमा के छ भने विच अफ द फ्लोइङ एनाल्जेसिक काउज हेडेक हेज अ साइड इफेक्ट भनेर छ साथीहरू। हेडेक हेज अ साइड इफेक्ट। यसमा अप्सन नम्बर एमा छ इन्डोमिथासिन, बीमा मिफिनामिक एसिड र सीमा मेटामिजोल अनि डीमा आइबुप्रोफेन। अब यसमा एन्सर चाहिँ इन्डोमिथासिन हुन्छ। इन्डोमिथासिनमा चाहिँ इन्डोमिथासिनले के गराउँछ त? हेडेक गराउँछ। हेडेकमा पनि कुन हेडेक? ओसिपिटल हेडेक गराउने ड्रग भनेको कुन हो त? इन्डोमिथासिन हो। ल अब साथीहरू त्यसै गरी ड्रग अफ चोइस एनएसएआइडी ड्रग अफ चोइस युज फर एक्युट गट भनेर भन्नुभयो भने कुन अप्सन हुन्छ? ल भन्नुहोस् त के हुन्छ? एनएसएआइडी ड्रग अफ चोइस फर एक्युट गट भनेर सोध्यो भने यसको आन्सर के हुन्छ त? इन्डोमिथासिन नै हुन्छ साथीहरू। इन्डोमिथासिनको साइड इफेक्ट के हो भने ओसिपिटल हेडेक हो साथीहरू। र यतिकै ड्रग अफ चोइस फर
एक्युट गटको कोल्सिसिन भनेर हुन्छ। कोल्सिसिनको फेरि साइड इफेक्ट के हो त? ब्लडी डायरिया हो। ल लेख्नुहोस् त साथीहरू, इन्डोमिथासिन भनेको एनएसएआइडी ड्रग अफ चोइस फर के को लागि हो त? एक्युट गटको लागि हो। होइन, एनएसएआइडी भनेर तोकेकै छैन, यतिकै भनिदियो। ड्रग अफ चोइस फर एक्युट गटको लागि भने कोल्सासिन हो। कोल्सासिनको साइड इफेक्ट भनेको ब्लडी डायरिया हो। इन्डोमिथासिनको साइड इफेक्ट भनेको ओसिपिटल हेडेक हो। अब क्रोनिक गटको लागि ड्रग अफ चोइस भन्यो भने के हुन्छ ल भन्नुहोस् त? ल कमेन्ट गर्नुहोस् साथीहरू, कमेन्ट गर्नुहोस्। क्रोनिक गटको लागि साइड इफेक्ट भनेर के हुन्छ ल भन्नुहोस्? ए साइड इफेक्ट ड्रग अफ चोइस भनेर के हुन्छ ल भन्नुहोस् त? ल ल भन्नुहोस् साथीहरू, क्रोनिक गटको ड्रग अफ चोइस के हुन्छ ल भन्नुहोस्? यसमा दुईटा हुन्छ साथीहरू, एउटा फ्युक्जो स्टेट भनेर हुन्छ। फ्युक्जो स्टेट चाहिँ सेकेन्ड साइड इफेक्ट हो। फर्स्ट साइड इफेक्ट ल भन्नुहोस् त हजुरहरू, कमेन्टमा मलाई लेखिदिनुहोस् त। फर्स्ट साइड इफेक्ट के हो? ल हजुरहरूको लागि होमवर्क भयो साथीहरू। फर्स्ट साइड इफेक्ट चाहिँ क्रोनिक गटको लागि कुन हो ल भन्नुहोस्? हजुरहरूको त्यो होमवर्क भयो, लेखेर राख्नुहोस् ल। त्यसपछि यो बी नम्बरमा छ मिफेनामिक एसिड भनेर छ। मिफेनामिक एसिड मेप्टल भनेर आउँछ, त्यो खास गरी केमा युज हुन्छ? फिमेल ग्रुपको एनएसएआइडी भनेर सोधियो भने के हुन्छ त? मिफेनामिक एसिड हुन्छ साथीहरू। र मिफेनामिक एसिड केमा युज हुन्छ प्राय जसो? डिसमिनोरिया, पेनफुल मेन्चुरेसन भनेर के भन्छ त? डिसमिनोरियामा के युज हुन्छ त? मिफिनामिक एसिड। यो मार्केटमा मेफ्टल भनेर नाममा आउँछ साथीहरू। त्यसपछि 13 नम्बरको एन्सरमा जाउँ अब। 13 नम्बरको एन्सरमा क्वेसनमा जाउँ साथीहरू, सरी। एस्पिरिन इज कन्ट्राइन्डिकेटेड इन चिल्ड्रेन सफरिङ फ्रम इन्फ्लुएन्जा बिकज अफ रिस्क इन्क्रिज अफ। ल भन्नुहोस् त साथीहरू। ल एकजना साथीले फ्यान्कोनी सिन्ड्रोम भनेर भनेछ, गलत साथीहरू। म अघि नै हजुरहरूलाई के भनेको थिएँ त? एस्पिरिन यस्तो ड्रग हो जुन यदि भाइरल इन्फेक्सनमा दियो भने यसले के गराउँछ त? रेज सिन्ड्रोम गराउँछ। त्यही भएर एस्पिरिन कन्ट्राइन्डिकेटेड हुन्छ बच्चामा यदि इन्फ्लुएन्जाबाट सफर भएको छ भने, किनभने त्यसले रेज सिन्ड्रोम गराउने रिस्क हुन्छ। भनेपछि यसको एन्सर के भयो त? रेज सिन्ड्रोम भयो। अब ग्यास्ट्रिक ब्लिडिङ छ, थ्रोम्बोसाइटोपेनिया भनेको प्लेटलेटको काउन्ट कम हुनु। ल भन्नुहोस् त, भाइरल यस्तो डिजिज हो जुन चाहिँ कुन डिजिजमा प्लेटलेटको कमी हुन्छ ल भन्नुहोस् त? साथीले ठिक्क भन्नुभएको छ। डेङ्गु फिभरमा चाहिँ के हुन्छ त? थ्रोम्बोसाइटोपेनिया भएको हुन्छ। र डेङ्गु फिभरमा एस्पिरिनको युज गर्ने कि नगर्ने त्यो पनि भन्नुहोस् त? हो, युज नगर्ने। फ्यान्कोनी सिन्ड्रोम चाहिँ कुन ड्रगको साइड इफेक्ट हो ल भन्नुहोस्? फ्यान्कोनी सिन्ड्रोम चाहिँ यदि हामीले एक्सपायर्ड टेट्रासाइक्लिनको प्रयोग गर्यो भने के हुन्छ त? फ्यान्कोनी सिन्ड्रोम हुन्छ। ल त्यसै गरी ग्रे बेबी सिन्ड्रोम कुनको हो ल भन्नुहोस् त साथीहरू? ग्रे बेबी सिन्ड्रोम के को हो? ग्रे बेबी सिन्ड्रोम साथीहरू के को हो ल भन्नुहोस् त? ग्रे बेबी सिन्ड्रोम चाहिँ कोलर एम्फेनिकलको हो साथीहरू। के को हो? कोलर एम्फेनिकलको साइड इफेक्ट के हो त? ग्रे बेबी सिन्ड्रोम। फ्यान्कोनी सिन्ड्रोम के को हो त? टेट्रासाइक्लिन। यदि एक्सपायर्ड टेट्रासाइक्लिनको युज गर्यो भने के हुन्छ त? फ्यान्कोनी सिन्ड्रोम। ल त्यसै गरी एउटा क्वेसन म अझै सोध्छु हजुरहरूलाई। कोट्रिमोक्साजोल भनेको, कोट्रिमोक्साजोल होइन, दुईटा हुन्छ, त्यसमा के हुन्छ कम्बिनेसन दुईटा ल भन्नुहोस् त? एउटा ट्राइमेथोपिरिम, एउटा सुल्फामिथोक्साजोल। ट्राइमेथोपिरिम 1:1 को रेसियोमा हुन्छ भने सुल्फामिथोक्साजोल 5 को रेसियोमा हुन्छ। हजुरहरूलाई सोध्न सक्छ साथीहरू, कोट्रिमोक्साजोलमा कति इस्टु कतिको रेसियो हुन्छ? 1:5 को रेसियो हुन्छ साथीहरू। ट्राइमेथोपिरिम 1 हुन्छ भने सुल्फामिथोक्साजोल यसबाट स्टार्ट हुन्छ, यसलाई हामी 5 मानौँ भने के हुन्छ त? 1:5 को रेसियोमा हुन्छ। अब कोट्रिमोक्साजोल कति कति एमजीमा आउँछ साथीहरू? 480 र 960 एमजीमा आउँछ साथीहरू, त्यसरी सम्झिनु पर्यो। अब ल यसमा के छ भने विच इज द फर्स्ट चोइस ड्रग फर एक्युट गट भनेर छ भने के हुन्छ त? यसको एन्सर इन्डोमिथासिन हुन्छ। यदि ड्रग भने छैन भने के हुन्छ त? कोल्सिसिन हुन्छ। ल हजुरहरूले माथि खोजेको एन्सर, हजुरहरूको होमवर्क भएको एन्सर यही अप्सनमा छ, हेर्नुहोस् त। क्रोनिक गटको लागि चोइस अफ ड्रग भनेको साथीहरू एलोपिडिनल हो। के हो त? एलोपिडिनल हो। ल त्यसो भयो टिबीको आइसोनियाजाइडले के साइड इफेक्ट हो ल भन्नुहोस् त? टिबीकोमा युज हुने आइसोनियाजाइड ड्रगको साइड इफेक्ट भन्नुहोस् त? हवस्, सही हो साथीहरू, पेरिफेरल न्युराइटिस।
त्यही भएर टिबीको यदि आइसोनियाजाइड खाएको मान्छेहरूमा के हुन्छ त पेरिफेरल न्युराइटिस हुन्छ र सप्लिमेन्टको रूपमा के दिनु पर्यो भिटामिन B6 भनेको प्यारिडोक्सिन दिनु पर्यो र रिफ्याम्पिसिनको त्यसै गरी रिफ्याम्पिसिनको के हुन्छ ल भन्नुहोस् त रिफ्याम्पिसिनको फ्लु लाइक सिन्ड्रम रेड ओरेन्ज कलरको के हुन्छ त पिसाब युरिन हुन्छ त्यसै गरी इथ्याम्ब्युटलको के हुन्छ ल भन्नुहोस् त साथीहरू इथ्याम्ब्युटलको अप्टिक न्युराइटिस हुन्छ त्यही भएर 6 वर्ष मुनिको बच्चामा इथ्याम्ब्युटल दिनु हुँदैन र अप्टिक न्युराइटिस गराउँछ हजुरलाई कसरी सोध्न सक्छ भने टिबीको कुन औषधि खाइराखेको छ भने आँखाको जाँच 6 महिनामा या नियमित गराउनु पर्छ भनेर सोधियो भने इथ्याम्ब्युटल भन्नु पर्यो साथीहरू अब हामी यहाँ गटको कुरा गर्दैछौँ साथीहरू टिबीको कुन औषधिले चाहिँ साइड इफेक्टको रूपमा गट गराउँछ ल भन्नुहोस् त प्याराजेनिमाइडले के गराउँछ प्याराजिनामाइडले के गराउँछ त गट गराउँछ गट भनेको के हो हाइपर युरेसिमिया युरिक एसिड बढ्नुलाई के भन्छ त गट भन्छ साथीहरू यो डेक्सामिथासोन भनेको के हो साथीहरू लङ एक्टिङ कोर्टिकोस्टेरोइड भनेको के हो त डेक्सामिथासोन हो बिटामिथासोन र डेक्सामिथासोन भनेको लङ एक्टिङ कोर्टिकोस्टेरोइड हो साथीहरू अब 15 नम्बरमा हेर्नुहोस् त साइक्लोस्पोरिन्स इज युज फोर भनेर छ एलर्जीको लागि एन्जाइनाको लागि प्रिभेन्सन अफ ट्रान्सप्लान्ट रिजेक्सन र स्टेरोइड डिफिसियन्सीको लागि ल भन्नुहोस् साथीहरू अँ यसमा आन्सर के हुन्छ ल भन्नुहोस् त एन्जाइनाको लागि होइन साथी एन्जाइनामा कहाँ साइक्लोस्पोरिन युज हुन्छ र एन्जाइनामा युज हुने भनेको त नाइट्राइटहरू हो आइसोसर्बाइड डाइनाइट्रेट मोनोसर्बाइड डाइनाइट्रेटहरू हो साथीहरू साइक्लोस्पोरिन युज हुने भनेको प्रिभेन्सन अफ ट्रान्सप्लान्ट रिजेक्सनको लागि हो साथीहरू अब मानौ हाम्रो के हुन्छ भने हाम्रो शरीरमा के हुन्छ एन्टिबडी हुन्छ यदि हाम्रो बाहिरको केही कुरा दियो भने हाम्रो एन्टिबडीले के गर्छ त हाम्रो शरीरले लड्छ उताबाट बाहिरको शरीरलाई आउन दिँदैन बाहिरको केही जीव जन्तुले केही ब्याक्टेरिया भाइरसलाई हाम्रो शरीरमा आउनै दिँदैन त्यसको लागि हाम्रो एन्टिबडीहरूले के गर्छ त फाइट गर्छ त्यही भएर हाम्रो शरीरको इम्युनिटीलाई घटाउनको लागि साइक्लोस्पोरिनको युज गर्छ साथीहरू ताकि यदि किडनी ट्रान्सप्लान्ट गर्यो भने हाम्रो शरीरले रिजेक्सन नगरोस् भनेर चाहिँ त्यसको लागि के हुन्छ त साइक्लोस्पोरिन अलरेडी पहिला 2 महिना 6 महिना सुरुमा खुवाएर अनि बल्ल के गर्छन् त organ ट्रान्सप्लान्ट गर्छ साथीहरू मानव कोही व्यक्तिमा किडनी फेलियर भयो र किडनी ट्रान्सप्लान्ट गर्नु पर्यो भने सुरुमै साइक्लोस्पोरिन 2 महिना 6 महिना अब कति हुन्छ त्यो खुलाउँछन् अनि बल्ल के गर्छ त किडनी ट्रान्सप्लान्ट गर्ने हो साथीहरू नत्र भने रिजेक्सनको सम्भावना के हुन्छ त धेरै हुन्छ हाम्रो शरीरले एक्सेप्टै गर्दैन बाहिरको ल त्यसै गरी 16 नम्बरको क्वेसनमा हेर्नुहोस् त प्रोप्यानोल इज युज टु एन्जाइटी एसोसिएटेड विथ भनेर छ क्रोनिक न्युरोटिक डिसअर्डर सिजोफ्रेनिया र सर्ट टर्म स्ट्रेसफुल सिचुएसन र डिप्रेसन भनेर छ साथीहरू प्रोप्यानोल चाहिँ सर्ट टर्म स्ट्रेसफुल सिचुएसनमा युज हुने भनेको के हो साथीहरू प्रोप्यानोल हो प्रोप्यानोल भनेको के हो बिटा ब्लोकर हो साथीहरू प्रोप्यानोल नोलोल एटिनोल अब ल भन्नुहोस् त साथीहरू कुन बिटा ब्लोकर चाहिँ ग्लुकोमामा युज हुन्छ ल भन्नुहोस् त ल ग्लुकोमामा युज हुने बिटा ब्लोकर कुन हो ल भन्नुहोस् टिमोलोलहरू केमा युज हुन्छ त ग्लुकोमामा त्यसपछि अर्को ग्लुकोमामाको ड्रग अफ चोइस भनेको के हो ल भन्नुहोस् ग्लुकोमामा युज हुने ड्रगहरू के हो पिलोकार्पिन पनि हो साथी एउटा के हो त पिलोकार्पिन हो र बिटा ब्लोकरको के हो टिमोलोरहरू हो एसिटाजोलामाइड हो एसिटाजोलामाइड अर्को ड्रग अफ चोइस के को होला भन्नुहोस् त एक्युट माउन्टेन सिकनेसहरूको के हो त एसिटाजोलामाइड ड्रग अफ चोइस हो साथीहरू ओस्मोटिक डायरेक्टिस मेनिटोल एसिटाजोलामाइडहरू पर्छ नि त त्यसरी थाहा पाउनु पर्यो र 16 नम्बरको आन्सर चाहिँ के हो साथीहरू त सर्ट टर्म स्ट्रेसफुल सिचुएसनको लागि बिटा ब्लोकरमा के युज गर्छौँ त हामी प्रोप्यानोल युज गर्छौँ साथीहरू हस् त साथीहरू हजुरहरूलाई भिडियो एकदमै कस्तो लाग्यो अवश्य प्रक्रिया कमेन्ट मार्फत दिनु होला अवश्य एकदमै इम्पोर्टेन्ट भिडियो र साथसाथै एचएको लागि पनि स्टाफ नर्सको लागि उति नै फार्मेसीको लागि पनि उति नै अयब एनमी र ल्याबको लागि उति नै उपयोगी भिडियो रहेको छ साथीहरू कृपया भिडियो यदि राम्रो लागेको छ भने आफ्नो साथीहरूमाझ सेयर गर्नुहोला लाइक गर्न नभुल्नुहोला र यस्तै यस्तै भिडियोहरू चाहिन्छ भने कमेन्ट मार्फत कमेन्ट गरी र
लाइक र सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्दै म बिदा हुन चाहन्छु। हस्त साथीहरू, धन्यवाद।